आज म तपाईहरुलाई कोभिन्डो कसरी तपाईहरुले युज गर्न सक्नुहुन्छ म तपाईहरुलाई बताउन गइरहेको छु र यसलाई चाहिँ सर्वप्रथम काटेर यसरी तपाईहरुले सुकाउनुस् चक्को घाम लाग्दाखेरि मात्रै सुकाउनुस् नत्र भने तपाईको यो सबै कुहिएर जान्छ त्यसैकारण तपाईले एकदमै बेसी घाम लागेको हुन्छ नि त्यतिखेर मात्रै तपाईले निकालेर यसरी मज्जाले सुकाउनुहोस् यसको दानालाई पनि तपाईहरुले यसरी सुकाएर राख्न सक्नुहुनेछ यो चाहिँ अचार बनाएर खाँदा पनि हुन्छ तपाईले यसरी यसलाई ड्राई गरेर राख्नुहोस् एकदमै राम्रो हुन्छ पछाडी युज गर्नको लागि बादमा युज गर्नुपर्छ अनि तपाईहरुले यसरी टुक्रा टुक्रा बनाएर एउटा बोतलमा राखेर राख्न सक्नुहुनेछ पछाडी युज गर्नको निम्ति अनि तपाईहरुले चाहिँ पछाडी युज गर्दाखेरि चाहिँ पानीमा तपाईले अलिकति भिजाउनुस् त्यहाँदेखि चाहिँ पकाएर चाहिँ खानुस् एकदमै राम्रो हुन्छ डायबिटिज पेशेन्टहरुलाई एकदमै राम्रो हुन्छ अनि यसको अरु पनि छ धेरै कुरा बनिन्छ